रविजी मेरो नितान्त नजिकको साथी हो। हामीले सयौं रात सयौं पल अनि जीवनका महत्त्वपूर्ण क्षणहरूसँग बिताएका छौँ। रविजीले देश परिवर्तन गर्नको लागि जुन अठोट लिएर जुन अगुल्टो लिएर समाजमा निस्किनु भयो त्यो आँटको म सधैँ प्रशंसक हुँ र रविजीले जुन वैकल्पिक राजनीतिक शक्ति स्थापना गर्ने जुन कोसिस गर्नुभयो त्यसको म सधैँ प्रशंसक हुँ। एउटा दौतारी पनि हुनुहुन्छ रवि लामिछाने होइन, अहिले उहाँ हिरासतमा पनि हुनुहुन्छ होइन। युवा पुस्ताहरूलाई कसरी हेरिराख्नु भएको छ र उहाँको बारेमा के भन्न चाहनुहुन्छ? यसलाई अन्तिम प्रश्न गरौँ है ल। रविजी मेरो नितान्त नजिकको साथी हो। हामीले सयौं रात सयौं पल अनि जीवनका महत्त्वपूर्ण क्षणहरूसँग बिताएका छौँ। रविजीले देश परिवर्तन गर्नको लागि जुन अठोट लिएर जुन अगुल्टो लिएर समाजमा निस्किनु भयो त्यो आँटको म सधैँ प्रशंसक हुँ र रविजीले जुन वैकल्पिक राजनीतिक शक्ति स्थापना गर्ने जुन कोसिस गर्नुभयो त्यसको म सधैँ प्रशंसक हुँ र म उहाँलाई सधैँ शुभकामना दिन्छु।